पैसाको लागि मात्रै म दुःख गरेर आएको मेरो हातमा स्टिल हाल्यो काम पनि कसैले दिँदैन फेरि उनीहरूले जोड्न सक्छ नि यो कार्ड मलाई नराख भने पनि म राख्दिनँ बिहानमा 30-35 हजार त पर्छ मलाई यो अर्काले दिएको विदेशमा बस्ने मान्छेले पैसा पठाएर किन्देको हो तपाईँ घरमा चाहिँ को छ त बाबु र म मात्रै बच्चा र म मात्रै श्रीमान चाहिँ श्रीमान अहिले घरै हुनुमा लमजुङमै हुनुहुन्छ नानी चाहिँ कति वर्षको छ 2 वर्षको छोरा कि छोरी छोरा अनि कसलाई जिम्मा दिएर आउनुभयो तपाईँ बाटोमा त्यतिकै लाने कसैले हेर्दै होला नि बच्चा म आजदेखि आउँदिनँ नि मलाई आज यो लान दिदी के राख्नुहुन्छ तपाईँ गाडामा चाहिँ चटपटे पानी पुग्नु मात्रै हो अनि पानी अब यो गाडा लगेर के गर्नुहुन्छ कहाँ जानुहुन्छ तपाईँ गाडा लगेर म बरु जति हुन्छ त्यति कोठाकै अगाडि बसिरहन्छु नि तपाईँ कोठा चाहिँ कता दिदी नभए हुँदैन नभए घर लिएर जान्छु घरमा व्यवसाय गर्छु नि गाउँमा तपाईँ कोठा चाहिँ कता छ कोठा थापाथलीमा थापाथलीमा सुकुम्बासी टोलमा मेरो यहाँ हेर्नु न यस्तो भाँचेर स्टिल छ यहाँबाट कति दुख्छ मलाई के भएर भाँच्यो दिदी गाडी एक्सिडेन्ट मलाई आज यो लान दिनुभयो भने म अबदेखि कहिले त्यो रोडमा आउँदिनँ मलाई आज एकदिन छोड्न दिनु न बाटोमा कति बिजो र पछिल्लो समय धरान उपमहानगरपालिकाका मेयर साहब हर्क साम्पाङज्यूले पनि उहाँलाई सहयोग गर्नुभएको छ उहाँले 1 महिनाको तलब भनेर 50,000 रुपैयाँ पठाउनु भएको छ त्यो रकम पनि मसँगै छ म त्यो रकम पनि म उहाँलाई हस्तान्तरण गर्नेछु शर्मिला तामाङजीलाई मेयर साहबलाई अब के भन्न चाहन्छु भने जति पनि अब यो काठमाडौँको फुटपाथ छ नि त धरान पनि छ फुटपाथ होइन म गएको छु धरान अब धेरै ठाउँ नघुमे पनि बजार एरियामा बसपार्क एरियामा गएको छु त त्यहाँ पनि छ फुटपाथ पसल तर अब हटाउने नहटाउने उहाँको ठाउँमा छ हटाए पनि एउटा व्यवस्थित गरेर पहिला काठमाडौँ जस्तो काठमाडौँमा बसेको हामी सडक पेटीमा बसेर गुजारा चलाउनेलाई जस्तो आँसु धरानमा बस्नेलाई नगर्नु होला होइन मैले त्यही भन्न चाहन्छु अब जसरी बालेन दाइले हजुर सारालाई रुवाउनु भयो नि त्यसरी नै चाहिँ नरुवाउनु होला भन्न चाहन्छु र दाइ अहिले मेयरमा हुनुहुन्छ योभन्दा ठुलो ठाउँमा जान सक्नुहोस् त्यही भन्न चाहन्छु तपाईँको तर्फबाट यो चाहिँ शुभकामना होइन ठुलै ठाउँमा गएको देख्न पाऊँ होइन अझै राम्रो होस् त देशको प्रधानमन्त्री बनेको देख्न पाउन होइन हजुर त्यही हो त्यही भन्न चाहनुहुन्छ हुन्छ हाम्रो तर्फबाट पनि धरानका मेयर साहब हर्क साम्पाङज्यूलाई एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ उहाँको पीडा देखेर उहाँको पीडामा उहाँको घाउमा मलम लगाउने कोसिस गर्नुभएको छ र हाम्रो तर्फबाट पनि धरानका मेयर साहब हर्क साम्पाङज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ उहाँले खास गरी हाम्रो शर्मिलाजीको जुन घाउ छ त्यसमा मलम लगाउने कोसिस गर्नुभएको छ उहाँको पीडालाई अलिकति शान्त बनाउने कोसिस गर्नुभएको छ उहाँले आफ्नो 1 महिनाको तलब 50,000 रुपैयाँ पठाउनु भएको छ र उहाँलाई हामीले हस्तान्तरण पनि गरिसकेका छौँ।